म आफूमा चाहिँ के लागू गर्छु भने म कसैलाई नराम्रो देखाएर म कसैलाई गाली गलौज नगरिकन म कसैको दुष्प्रचार नगरिकन म आफूले काम गरेर देखाउने कुरालाई म सम्मान गर्छु। हामीहरू युवासँग हात जोडेर अग्रजहरूको आशीर्वाद र तपाईँहरूको भावना अनुरूप तपाईँहरूकै साथ सहयोगले हामीले अब अवस्था परिवर्तन गर्नु छ, सामाजिक परिवर्तन गर्नु छ, आर्थिक समृद्धि ल्याउनु छ, नेपाललाई र इलामलाई समृद्धतर्फ लानुपर्ने छ भनेर म यहीँबाट सबैजनालाई आग्रह पनि गर्न चाहन्छु। अभिभावकहरू, मेरा मित्रहरू सम्पूर्णमा म आग्रह गर्न चाहन्छु, धेरै भ्रामक र अफवाहमा नलाग्नु हुन म यहीँबाट आग्रह गर्न चाहन्छु। गलत त्याएर दोषी ठहराएर आफू राम्रो देखिनु उचित हो भन्ने मलाई लाग्दैन। त्यही कारणले गर्दाखेरि अब बिना टीका टिप्पणी, बिना गाली गलोज, तपाईँहरूको भावना अनुरूप तपाईँहरूकै सरसल्लाहमा तपाईँहरूसँगै हातेमालो गरेर काम गरेर सबै मिलेर यहाँ एकअर्कालाई साथ दिनका लागि उभिएका छौँ। हामी एकबद्ध ढङ्गले हाम्रो यो जुन अभियान छ, विकास निर्माणको अभियान, विकास निर्माणको आधार कोर्ने अभियान, त्यो अभियानमा हामी एकजुट भएर अगाडि बढिरहेको देख्दाखेरि मलाई एकदमै खुसी लाग्छ। सँगसँगै आज जुन धरातलमा हामी उभिएर बोलिरहेका छौँ, यहाँ कम्युनिस्ट आन्दोलनमा हाम्रो अग्रजहरू, कम्युनिस्ट आन्दोलनको अग्रणीहरूले जुन योगदान र बलिदान दिनुभएको छ, रत्नकुमार बान्तवा र बम बान्तवा लगायत अन्य शहीदहरूलाई पनि म यहाँ सम्झेर उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।